हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? हामी पनि सन्चै छौँ। अनि आज हामी चाहिँ घुम्न हिँडेको यसो आज छुट्टीको दिन हामी यसो घुमौँ कि भनेर। अनि अहिले खासै चाहिँ नाम चाहिँ थाहा भएन। अनि त्यसपछि अहिले हामी बिच बाटोमा आएर अड्केका छौँ होइन। त्यो ठाउँ कुन ठाउँ के थाहा छैन। अहिले म्याप लगाएर हिँड्नुपर्ने हुन्छ हामी यहाँबाट यता। अनि त्यसपछि अब म्यापले के भन्छ अनि त्यही बाटो हिँड्नुपर्ने हुन्छ। धेरै टाढा रहेछ अनि 25 किलोमिटर रहेछ। अनि हिँड्दा हिँड्दै बाटोमा एकदम दामी होइन भ्यू भएको ठाउँ पनि देखियो। अनि त्यसपछि हामीले एउटा भिडियो यहीँ पनि बनाउनुपर्छ भनेर हामीले यहाँ पनि भिडियो बनायौँ। अनि बनाएपछि अगाडि हेर्नु न भ्यू चाहिँ दामी देखिरहेछ। अनि यहाँबाट अब जानुपर्ने कता राइट लेफ्ट, अब त्यो अगाडि बोर्ड हेर्नुपर्ने हुन्छ। अनि त्यसपछि हामी राइट हो लेफ्ट हो त्यहाँबाट त्यसपछि जानुपर्ने हुन्छ है। अनि म्याप अनुसार हिँडेको हिँड्दा हिँड्दै बिच बाटोमा अब ट्राफिक जाम पनि भएर अब सिङ्गल पनि लागिसक्यो होइन। ट्राफिक जाम पनि उस्तै छ अनि सिङ्गल पनि लाग्यो। एकछिन हामी रोकेर अनि जानुपर्ने हुन्छ। अब चाहिँ हामी माथि पुलभन्दा माथिबाट जाँदैछौँ। अनि पुलभन्दा माथिबाट रहेछ बाटो चाहिँ मेन सिटी भएर होला जाम मात्रै लागिरह्यो किनकि अब यो अब सिटी हो नि त। अब सिक्किमबाट सिटी रहेछ मेन। अनि ट्राफिक जाम हुँदैछ। अनि प्रायः 2 बजेदेखि 3 बजे बिचमा स्कुल बसहरू गर्दा पनि ट्राफिक जाम हुने रहेछ यतातिर। अब हामी फर्स्टचोटि आएको यति थाहा पनि छैन। अब लगभग हामी त्यो पानीको तालमा अब पुग्ने बेला भइसकेको छ होइन। अब थोरै अब 10-15 मिनटमा हामी त्यहाँ पुग्छौँ। अनि त्यहाँ पुगेपछि अब पानी तालमा अब हेर्छौँ के कस्तो रहेछ। अनि त्यसपछि भिडियो बनाउँदैछु। भिडियो चाहिँ हेरेर अनि कमेन्ट अनि लाइक चाहिँ गर्न नबिर्सिनु होला है। लाइक कमेन्ट गर्नु बिर्सिनु भयो भने त फेरि खतमै हुन्छ। लाइक कमेन्ट पनि गर्नु होला अनि सेयर पनि गर्नु होला। गर्न चाहिँ नबिर्सिनु होला किनकि मिहिनेत गरेर भिडियो बनाउँदैछु। अनि अब हामी अब पानीको ताल लगभग पुग्न लागिसक्यौँ है। 15-20 मिनट बाँकी छ है त। ल अब हामी पानीको तालमा चाहिँ पुग्यो है त। अब पानी ताल देखाउँछौँ है त। अब यहाँ चाहिँ पुग्यो। अब यहाँ पुगेपछि गाडी पार्किङ चाहिँ रहेनछ होइन। यो साइडमा भिडियो बनाउने भनेको यो साइडमा गाडी पार्किङ चाहिँ रहेनछ। अनि उता लेफ्ट साइडमा चाहिँ रहेछ। अब उता घुमेर आउनुलाई फेरि यो राउन्ड लाउनुपर्छ पुरै लगभग 2-3-4 किलोमिटर घुम्नुपर्ने हुन्छ हामीले। यो पुरै पार्किङको लागि फेरि घुमेर आएर फेरि पार्किङ गर्नुपर्ने हुन्छ। अनि त्यसपछि पार्किङ गरेपछि अनि हामी बल्ल अनि त्यसपछि हामी पानीको ताल राम्रो छ भनेर आएको पुरै फोटै छ भयो। लास्ट हो अब आउँदैनौँ फेरि। बाई बाई।